थाई मेकअप लुकको पार्ट 1 कस्तो लाग्यो तपाईहरुलाई, जसमा मैले आई लुकको प्रपर नलेज सिकाएको छु र यो रहेको छ पार्ट 2 जसमा मैले बेस मेकओभरको टिप्स एन्ड टेक्निक्सहरु शेयर गरेको छु। पार्ट 1 मा मैले जसरी आई लुक क्रिएट गर्दाखेरि मेन्सन गरेको थिए, मैले युज गर्ने टेक्निक भन्दा डिफरेन्ट टेक्निक युज भएको छ यो लुक क्रिएट गर्नमा। त्यसैगरी बेस मेकओभरमा पनि मैले युजुअली गर्ने भन्दा पनि डिफरेन्ट टेक्निकहरु युज गरेको छु। त्यसैले फुल भिडियो चाहिँ हेरेर जानु होला, हजुरहरुलाई वर्थ इट लाग्नेछ है त। फर्स्टमा स्किन केयर कम्प्लिट गरिसकेको थिए, त्यसैले डाइरेक्टली प्राइमरमा गएको छु। इल्युमिनेटिङ प्राइमर युज गरे, अलिकति ग्लोई बेस बनाउन थियो मलाई। त्यसैले आजकल मेरो लिप्स एकदमै नै ड्राई भइरहेको छ, त्यसैले लिप बाम त छुटाउनु नै भएन। चुनावले गर्दा अलिकता रेस्ट पाएको छ ज्यानले, तर मेरो चाहिँ स्ट्रेस लेभल नै हाई हुन्छ कि फ्री बसे भने। अब स्ट्रेस लेभल हाई भइसकेपछि एक्नी नआउने त कुरा नै भएन। त्यसैले एक्नी र एक्नी स्कार्सलाई पनि कभर गरे मैले। स्लाइटली डार्कर शेड अफ कन्सिलर लिएर एक्नी र एक्नी स्कार्सलाई कभर गरेको थिए र त्यही डार्कर शेडलाई इभन आउट गर्नलाई स्किन कलरको शेडको कन्सिलर लिए। पर्फेक्ट शेड अफ फाउन्डेसन लिएर इन्टायर फेसमा मैले फाउन्डेसन एप्लाई गरे। सबै प्रडक्टहरु चाहिँ मैले ब्रसले नै एप्लाई गर्दैछु, किनभने मलाई फुल कभरेज लुक क्रिएट गर्न थियो र हजुरहरुलाई फुल कभरेज लुक क्रिएट गर्न छ भने चाहिँ ब्लेन्डर भन्दा पनि ब्रस युज गर्नु होला, एकदमै नै फ्ललेस बेस आउँछ। थाई मेकअपमा हजुरहरुले हेर्नुभयो भने मोडलहरुको फेस कार्ड एकदमै पर्फेक्ट हुन्छ कि फेसियल फिचर्सहरुदेखि लिएर ओभरअल सबै कुराहरु पर्फेक्ट। तर म त परे अब राइनी, गाला पुक्क पुक्क छ, फेस त्यस्तो मिलेको त छैन। त्यसैले मैले मेरो सेन्टर अफ फेसलाई मात्र हाइलाइट गर्नलाई फेसको साइडको एजेसहरुलाई मैले कन्ट्रोलले मजाले स्याडो जस्तो क्रिएट गर्दिए। जसको फेसको शेप अलरेडी नै पर्फेक्ट छ उहाँहरुको लागि त यो स्टेप नगर्दा पनि हुन्छ, तर मैले चाहिँ यो छुटाउन नै मिल्दैन। कुन पार्टमा हाइलाइट गर्ने, कुन पार्टमा स्याडो क्रिएट गर्ने, त्यो बिस्तारै नै एड गर्दै गर्दै नै गएको छु। एकैचोटी रश गरेर म आतिएको छैन। मेन अर्को कुरा भनेको ब्लसको प्लेसमेन्ट हेर्न सक्नुहुन्छ तपाईहरुले। ठ्याक्क मैले गालाको सेन्टर पार्टमा प्लेसमेन्ट गरेको छु र म्याक्सिमम मैले त्यहीँनिर ब्लेन्ड गरेर डिफ्युज गर्न कोसिस गरेको छु। मलाई ओभरअल फोकस चाहिँ सेन्टर पार्टमा मात्रै गराउन भएकोले मैले ब्लस पनि सेन्टर पार्टमा मात्रै राखेको छु। सबै क्रिम प्रडक्टहरु एप्लाई गरिसकेर मैले एकचोटी ब्लेन्डरले मजाले ब्लेन्ड गरे, त्यसपछि पाउडरले सेट गरे। लोअर ल्यास लाइनमा मैले ठ्याक्क मेरो स्किन शेडको आई स्याडो लिएर मजाले ब्लेन्ड गरे एउटा बेस क्रिएट गर्नलाई। बेस कलरको लाइनर लिएर वाटर लाइनमा हाफ पार्टमा मात्रै राखे। डार्क ब्राउन कलर लिएर आउटर कर्नरबाट वाटर लाइनमा ब्लेन्ड गर्दै नै इन्नर कर्नरतिर आए, तर फुल्ली इन्नर कर्नरसम्म चाहिँ ब्लेन्ड गरिन। मलाई त्यो ब्राउन कलर चाहिँ हाफ वे सम्म मात्र ल्याउन थियो। नर्मली मङ्गोलियनहरुको आँखा मुनि एउटा बोसो जस्तो जम्मा भएको हुन्छ नि, त्यसलाई नै इन्हान्स गर्दैछु। फर्स्टमा फ्लफी ब्रश लिएर एउटा स्याडो जस्तो क्रिएट गरे, कहाँनिर लाइन ड्र गर्ने भनेर। प्रिसाइज लाइनको लागि एंगुलर ब्रश लिएर स्लाइटली स्याडो जस्तो मिमिक गर्ने शेड लिएर ब्लेन्ड गर्दिए। ब्लेन्डिङ गर्नमा चाहिँ एकदमै धेरै ध्यान दिनु होला, कुनै पनि हार्श लाइन नदेखियोस्। लास्टमा मेरो आई लुक मैले मस्कारा लगाएर इन्ड गर्दैछु। This is the final look. अझै पार्ट 3 आउन बाँकी नै छ, so stay tuned.